यहाँको हरेक पाइला प्रकृतिको गीत हो, हरेक दृश्य एउटा कविता। हरियो वनको काखमा शान्ति लुकेको छ, चराहरूको गीत र हावाको सुशेलीमा प्रकृति आफ्नै भाषा बोल्छन्, जहाँ समय पनि प्रकृतिसँग बिस्तारै बग्छ। मुलखर्का भारतको पश्चिम बङ्गालमा स्थित एउटा सानो गाउँ, जहाँ प्रकृति अझै पनि आफ्नो मौलिक रूपमा नै छ। यसको नाउँले नै यहाँको इतिहास झल्काउँछ। प्रकृतिसँग घनिष्ठ रूपमा जोडिएको र आधुनिकताले खासै नछोएको एउटा सरल जीवनशैली। 2015 सालमा मात्र बिजुलीको सुविधा पुगेको यस गाउँका बासिन्दाहरूले दैनिक जीवनका लागि आवश्यक सामग्रीहरू आफै उत्पादन गर्छन्। यहाँको परम्परागत व्यापार प्रणाली जस्तै कि बार्टर सिस्टम अझ पनि केही हदसम्म जीवित रहेको छ। र यही वास्तविकतालाई नजिकबाट हेर्न हामी पुग्यौँ मुलखर्का। कस्तो दामी हामी मुलखर्का आएको छौँ हो, र हामी चाहिँ याक्सा रिट्रिट होमस्टेमा बसेको छौँ। अनि हामी चाहिँ प्रनिसा अनि म दिपिका चाहिँ एक हप्ता यहाँ बस्छौँ हो। अन्त हामी यो जग्गाहरू एक्सप्लोर गर्छौँ। त्यस साँझ हामी सबै बसेर गीत गाएर रमाइलो गऱ्यौँ र भोलिपल्ट गाउँलाई नजिकबाट बुझ्न हामी निस्क्यौँ, हरेक पाइलामा नयाँ कथा खोज्दै अनि भेट्टाउँदै। Good morning everyone. So today it's our first day of our experiential learning. So today we'll be going to Pitamchin, that is a village. र त्यहाँ गएर हामी त्यहाँको सबै कुरा अब्जर्भ गर्छौँ आज। अब इट्स अलमोस्ट 8 भयो, सो 8:30 तिर हामी पुग्छ। आफ्टर द्याट त्यहाँको डेली लाइफ, डेली रुटिन हामी हेरेर इभिनिङसम्म विल कभर अप एन्ड विल लेट यु नो। सो फर नाउ बाई। बिहानको चिसो हावा र गाउँको सुन्दरतामा मग्न हुँदै हामी लगभग 30 मिनट बादमा लिङ्सी माध्यमिक विद्यालयका शिक्षक सर विकास सुब्बाको घरमा पुग्यौँ। भिडियो बनाउँदैछ पहिले यो चाहिँ के हो भन्दाखेरि माछा पक्रिँदाखेरि युज गरिन्छ। अनि यसमा चाहिँ अब माछा पक्रि हाल्ने सबै नै बनाउँछ। एउटा खेती भयो। अनि अर्को अब टुरिज्मको कुरा गर्नु पर्दाखेरि प्रायः म्याक्सिमम होमस्टे नै छ। त्यो त अब सिजनल भइगयो। अन्त त्यो बाहेक फाल्टु यहाँनिर मान्छेको अब मेन यहाँको अकुपेसन चाहिँ एग्रिकल्चर नै हो। 98% भन्दा पनि हुन्छ। किनभने खालि यहाँनिर गयो भने 10वटा हाउस होल्डमा त्यहाँ सर्भिस गर्ने मान्छे हेऱ्यो भने हार्डली एकजना अथवा दुईजना छ। सिजन अनुसारको सब्जी अब यहाँनिर मान्छेले कोपी रोप्छ, मटर रोप्छ। एकदमै कतिजनाले लार्ज स्केलमै गर्छ। किनभने मार्केट अब राम्रै छ। मार्केट अब प्रायः जस्तो सब्जीहरू सबै म्याक्सिमम नै सिक्किम जान्छ। सिक्किम यो बोर्डर एरियामा भएकोले गर्दाखेरि अन्त सिक्किम जान्छ। अनि अब अहिले एकदमै लार्ज स्केलमा निकाल्ने सब्जी चाहिँ के अरे यो आलु चाहिँ मेन हो यहाँको। अनि पानी भएको जग्गामा पहिला चाहिँ नभयो भनेदेखिलाई हाम्रो एरिया चाहिँ अलैँचीको लागि एकदमै फेमस हो। एकदमै बेसी हुन्थ्यो। तर अब बिमार आयो प्लस ग्लोबल वार्मिङले गर्दाखेरि, अब क्लाइमेट चेन्जले गर्दाखेरि त्यो पनि अहिले प्रायः मासेर भर्खर मात्रै आउँदैछ। छ अलैँची अब भर्खर आउँदैछ अलैँचीहरू पनि। पढेकै छ सबैजना त्यस्तो छ। अरू त अब यहाँको के भन्नु। त्यस मिठो कुराकानी सँगसँगै उहाँले हामीलाई उहाँसँग भएका केही आर्टफ्याक्ट्सहरू पनि देखाउनु भयो, जो धेरै वर्ष पुरानो भए तापनि त्यसमा विगतका जीवनशैलीको झलक आलो देखिन्थ्यो।
यो पनि ठेकी नै हो सानो यो चाहिँ यति बेलै बन्नेकै है यो ए 1814 यो हाम्रो उहिले जुजु च्याप्जुको पालीको हो यो पनि पुरानै हो यो पनि ठेकी जस्तै नै हो यसमा पनि त्यही सामानहरू के राख्ने अनि यो पुरानो तौबा अब अहिलेको जेनेरेसनले चाहिँ अलिक कम्ती नै देखेको छ अनि यो त कोइला लगाएर केही पाउँदैन पाउँदैन फ्लिपकार्ट एमाजोनको सामानै होइन यो सानो बास्केट यो पनि यतै बुनेको यो चाहिँ ह्यान्डिक्राफ्ट छ ह्यान्डिक्राफ्ट हो यो यो चाहिँ हाम्रो यहाँको पितामचिनको स्पेसिफिकली पितामचिनको मात्रै कुरा गर्नु पर्दाखेरि चाहिँ यो पनि एउटा मौरी पालन पनि यहाँको एग्रिकल्चरको एउटा पार्टै हो भनौँ न मान्छेले अब अहिले यसको महको डिमान्डले गर्दाखेरि प्रायः मान्छेले प्रायः घरमा हेऱ्यो भनेदेखिलाई प्रत्येकजनाकोमा यसरी नुन राखेको पाउँछ अनि म्याक्सिमम् चाहिँ यो चाहिँ ट्रेडिसनल नुन हो ए हजुर यो चाहिँ जुन गभर्मेन्टले सप्लाई गर्छ अथवा त्यो साइन्टिफिक भनेर भन्छ साइन्टिफिक बी हाई भनेर भन्छ त्यो चाहिँ चलाउँदैन प्रायः अनि त्यसलाई अब बनाउनु पनि टाइम लाग्छ खासै चाहिँ अब साइन्टिफिकल्ली त्यसमा राख्यो भने मह चाहिँ अलिक बेसी नै हुन्छ हो तर अब यसमा चाहिँ प्रायः बनाउनु पनि सजिलो अनि प्रायः मान्छेले यही खालको नुन बनाएर यसरी मौरी राखेको चाहिँ अब तिमीले देख्न सक्छौ गर्नुपर्दाखेरि चाहिँ अब कस्तो खालको कुन कास्टको मान्छेहरू बस्छ भन्दाखेरि चाहिँ मेजोरिटीमा चाहिँ यहाँ चाहिँ तामाङ र शेर्पा छ बेसी चाहिँ लिम्बू अलिकति कम्ती छ राई चाहिँ छैन छेत्री गाउँ चाहिँ मौरी मह र अर्किड जस्ता विभिन्न खेतीमा लग्न भएका लिङ्सेवासीलाई अझ विस्तृत रूपमा बुझ्न सरकै निर्देशनमा उहाँका पाइलालाई पछ्याउँदै कहिले उकाली चढ्दै त कहिले ओह्राली झर्दै हामी यहाँ आइपुग्यौँ। आलु खन्ने हो हल्का तान्नुपर्छ खनेर हो त्यसरी तान्यो त्यहाँदेखि छान्यो छोटो समयमा बुनेको यो मिठो बन्धन सधैँ जीवित रहोस् भन्ने चाहनाले हामीले यस पललाई एउटा फोटोमा कैद गर्यौँ। फेरि भेटौँला। बाई 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 बाई। त्यो घर हेर न कस्तो दामी छ। आकाश के गरिँदैछ? यो एउटा यहाँको हाम्रो गाउँको अब एउटा ट्रेडिसनल हाउसै भनौँ, शेर्पा फ्यामिलीको घर हो यो। लगभग सेन्चुरी ओल्ड घर हो। यो मुनिको पोर्सन्सलाई हेर्नु पर्दाखेरि चाहिँ यो चाहिँ जम्मै ढुङ्गाले ढुङ्गा हो। यो चाहिँ एक माटो अनि ढुङ्गाले यसलाई प्रायः सपोर्ट सबै दिएको छ अनि अरू त सबै अब काठहरू चलाएको छ अनि निकै पुरानो घर हो यो। यहाँको अब पहिलाको टाइमको ल्यान्डलर्डहरूकै घर हो। यो त ठ्याक्कै मेरो हाइटको लागि बनाएको जस्तै छ। बेलाको पुरानो दैलोहरू चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि नि मान्छे अब छिर्दाखेरि पहिलाको अब कुरा अनुसार अब यसरी निहुरिएर क्या निहुरिएर छिर्नुपर्छ भन्ने चाहिँ अब त्यसले गर्दा यसरी सबै खोलेर पस्दाखेरि चाहिँ यसो गरेर प्रायः पुरानो घरहरू प्रायः सबै त्यस्तै छ निहुरिएर पस्नु।
सरल जीवनशैली र प्राकृतिक सौन्दर्यको मात्र यहाँको विशेषता होइन रहेछ। यस गाउँ संस्कार, संस्कृति र धार्मिक पक्षको पनि एउटा मिठो मिश्रण रहेछ। टचदिले है, नमस्ते तपाईँहरू सबैजनालाई। मेरो नाम चाहिँ दवा, म दवा लामा, यसै गुम्बाको लामा है। यहाँ यो गुम्बाको नाम चाहिँ हाम्रो टासी छुलिङ गुम्बा हो, गुम्बाको नाम चाहिँ। र यहाँ हाम्रो अहिले भन्नुपर्दा गुम्बा पहिला यहाँ थियो है, हाम्रो सानो गुम्बा थियो। 2011 को भुइँचालोले गुम्बा चाहिँ हामीले डिसमेन्टल गरेर अहिले नयाँ सुरु गरिरहेछौँ। र अहिले हामीले त्यो गुम्बा यता सिफ्ट गरेर यो सानो उसमा हामीले अहिले हाम्रो यो जुन चाहिँ पूजा हुन्छ यहाँ हामीले गरिरहेछौँ अहिले चाहिँ। यसमा हाम्रो हिमाली भेगको हामी जति नै बौद्ध धर्म हामी हुन्छ है, हामीले चाहिँ यो गुरुपद्म सम्भवको पूजा हामी छिचु भनिन्छ। गुरुपद्म सम्भवको पूजा गर्ने गरिन्छ। हामी सालमा यो चाहिँ महिनामा एकताल आउँछ गरेर सालमा 12वटा यस्तो पूजा हामी यसरी गर्छौँ। अब यहाँ चाहिँ हामी अब तामाङ कम्युनिटी, अब हुन त गुम्बा भनेपछि यस्तो कुनै कम्युनिटीमा आउँदैन है, गुम्बा भने सबै एउटा उयसमै आउँछ हजुर। तर पनि अब यहाँ अब अर्गनाइजेसन चाहिँ अब तामाङ कम्युनिटीले गर्दा अब त्यसै कारणले गर्दा मान्छेले कतिले अब नबुझ्नाले गर्दा तामाङ गुम्बा, शेर्पा गुम्बा, भोटे गुम्बा भन्ने चाहिँ गर्छ। तर गुम्बा त्यस्तो कसैको जातीय विषयमा हुँदैन है। अब तामाङ गुम्बा भन्नाले चाहिँ अब तामाङले यहाँ अब यसो रेखदेख चाहिँ अब तामाङले गर्दा चाहिँ अब तामाङ गुम्बा भनेर मान्छेले चिन्ने गरेको छ। र अहिले हाम्रो तामाङ यहाँ कम्युनिटीमा चाहिँ यस्तै 40 घर जस्तो छ। हाम्रो बौद्ध धर्ममा चाहिँ अब 4टा सेक्ट छ है, काग्यु, ङिङमा, स्याक्या, गेलुक भनेर। हामी चाहिँ यहाँ चाहिँ हामी ङिङमा सेक्टको। There's a new day that will come again tomorrow. There's a new day. It's a fine day today. 10:30, done with the breakfast. अब यहाँदेखि कति टाढो छ भने आयो, हाफ एन आवर जतिको सर्ट हाइक हुन्छ। त्यसको बादमा विल रिच द स्कुल। आज चाहिँ हामी स्कुल जाँदैछ अनि मिठाई पनि लगेर जाँदैछ नानीहरूको लागि। त्यहाँ एउटा स्कुल रहेछ, हामी त्यहाँ पनि भिजिट गर्ने। यहाँबाट चाहिँ हामी भर्खर हिँडेको, यस्तै 40-45 मिनट्सहरू चाहिँ लाग्दो रहेछ है। अनि एकछिनमा भेट्यौँ। नयाँ दिनसँगै नयाँ जोस र उमङ्गले उकाली ओह्रालीको केही थकान महसुस नगरी हामी फेरि निस्क्यौँ भविष्यका ताराहरू भेट्न। खोप्पी चाहिँ अहिले चाहिँ हामी यहाँ छ, उयो चाहिँ खोप्पी होमस्टे यहाँ छ। उमेश राई, खोप्पी मूलखरको एसएसके टिचर इन्चार्ज हो म चाहिँ। र यहाँ चाहिँ अहिले नानी हामीहरू चाहिँ यस स्कुलमा पढाउँदैछौँ। लगभग 2001देखि हामीले यहाँ सुरु गरेको हो। र पहिला तल स्कुल थियो, अहिले हामीले फिलहाल चाहिँ यहाँ 16-17मा चाहिँ यहाँ हामीले सुरु गरेको। र यहाँ चाहिँ नानीहरू बहुत टाढो टाढोदेखि आउँछ, लगभग 5-6 किलोमिटर टाढोदेखि। र यहाँ चाहिँ अभेक जग्गा छ, नानीहरूलाई आउनु असुविधा छ, गार्जेन्सहरू डेली पुर्याउन आउनुपर्छ। गाडीहरूको असुविधाले गर्दाखेरि उनीहरूलाई पुरा साह्रो पर्छ। स्कुलको एनरोलमेन्ट हाम्रो बिफोर लास्ट इयर चाहिँ राम्रो थियो, यो पालि चाहिँ घटेर हाम्रो खालि 14 मात्रै छ। किनभने अहिले चाहिँ यो इनरोलमेन्ट खास घट्नुको कारण चाहिँ हाम्रो चाहिँ
यो प्राइभेट स्कुलहरूले गर्दाखेरि बोर्डिङ स्कुलहरू छ, त्यसले गर्दा यहाँ गभर्मेन्ट स्कुलमा चाहिँ के हुन्छ भने हामीले नेपाली मिडियम पढाउनै पर्छ। त्यसले गर्दा गार्जेन्सहरूले चाहिँ प्राय अब त्यो उनीहरूलाई इङ्ग्लिस सिकोस् भन्ने भावनाले गर्दाखेरि उनीहरूले चाहिँ बोर्डिङ स्कुलमा नै लान्छ। गभर्मेन्टहरूबाट पाउँछ, हामीले ड्रेसहरू पाउँछ, मिड डे मिल पाउँछौँ, सबै पाउँछ। र मेरो नाम चाहिँ देवमान छेत्री हो। म यस स्कुलको चाहिँ एसएसके स्कुलको एसिस्टेन्ट टिचर हो। र मेरो घर चाहिँ निकै तल पर्छ, म पनि निकै टाढाबाटै आउनुपर्छ, हिँडेरै आउनुपर्छ। र अरू त के भन्नु र, यहाँ स्कुलको समस्याहरू धेरै नै छ। हाम्रो स्कुलको समस्या त अब तपाईँहरूले पनि देखिहाल्नुभयो, सबैले देखेको कुरो हो, समस्या धेरै छ। र पनि अब हामीले जे जसो गरेर यहाँ आफ्नो अब दक्षता, आफ्नो कुशलता अनुसार हामीले नानीहरूलाई राम्रै शिक्षा दिँदैछौँ जस्तो पनि लाग्छ हामीलाई। अब देख्नेले चाहिँ अब कस्तो देख्छ, अब हामीले जहाँसम्म हाम्रो चाहिँ अब दिइरहेको छौँ, हामीले प्रतिदिन जे जस्तो पाराले नानीहरूलाई आफ्नो पाठ्यक्रमको आधारमा है जे जस्तो पढाउनु पर्ने छ त्यो कुरो चाहिँ हामीले उहाँ नानीहरूलाई दिइरहेको छौँ। र प्रायः गार्जेनहरू पनि हामीसँग खुसी नै छ। हामीले अहिलेसम्म जति गऱ्यौँ, जति पढायौँ, नानीहरू बाहिर गएर पनि राम्रै गरेको छ अहिलेसम्म पढाएको हो। कुनै नानीको कुनै कम्प्लेन आएको छैन हो। त्यस कारणले गर्दा अब अहिलेसम्म चाहिँ हामी यतिकै राम्रो चलाइरहेको छौँ। अब भविष्यमा सायदै सरकारको नजर परेदेखि धेरै राम्रो हुन्थ्यो होला यहाँ भन्ने पनि लागेको छ। र अहिले त यति नै मेरो चाहिँ। म चाहिँ पुष्पा राई है, म चाहिँ एसिस्टेन्ट टिचर हो यो स्कुलको है। अब एक्सपिरियन्स नानीहरूको भन्दा चाहिँ मलाई चाहिँ साह्रो छ। सानो नानीहरू आउँछ होइन, सरहरूसँग त्यही बेसी मान्नुहुन्न हो। सबै मैले नै अब हुन्छ नि, पोहोर त एउटा नानीलाई मैले 1 वर्ष सुताएँ होला, सुताउनु, उठाउनु, खुवाउनु होइन, टोइलेट गर्छ, उयो गर्छ। अब म एक्लै गुरामा भएर होला हो। यति साह्रो अहिले अब उयो सरसँग जाँदिनँ, मिससँग मात्रै जान्छु क्लासमा भन्दै थिएँ होइन। अब मलाई चाहिँ अब साह्रै छ अब एसिस्टेन्ट टिचर भएर पनि। तर मजै आउँछ नानीहरूसँग। अब बानी भइसकेपछि अब सानो सानो प्राइमेरीको नानीहरूलाई चाहिँ अब निकै गाह्रै पर्दो रहेछ। नर्सरीको नानीलाई चाहिँ, सानो प्राइमेरीको नानीलाई जस्तो साह्रो चाहिँ अब मलाई चाहिँ लाग्दैन अरू केही पनि। तर सबैजना है उयो नै छ, गार्जेनहरू पनि खुसी नै छ। अब अरू स्कुलभन्दा है दाजु राम्रै छ अब यहाँ स्कुलहरू, पढाइहरू भनेर भन्छ सबैले, प्रायःहरूले। हामी 3 जनै हजुर इन्चार्ज हुनुहुन्छ, हामी 2 जना एसिस्टेन्ट टिचर हुन्छ। थ्याङ्क यू बहिनी, थ्याङ्क यू। गाडीको सुविधा त्यहाँ छैन। हिँड्न लागेको टिप्परलाई हामी पनि जान्छौँ भनेर फेरि लिङ्सेमा रहनु भएको राणा सरलाई भेट्न गयो। इतिहास बोक्नु भएको व्यक्तित्व, गाउँको विकासमा धेरै मेहनत गर्नु भएको, यसरी उहाँलाई भेट्न पाउँदा हामीलाई सुनमा सुगन्ध थपिए झैँ लाग्यो। मेरो परिचय, मेरो नाम बल्लभ नरसिंह जन्मबहादुर राणा छेत्री। मेरो जन्म चाहिँ घुम जलगङ्गामा भएको थियो र मेरो शिक्षा, प्राइमेरी शिक्षाहरू पनि
उता जर्मनमा हुँदै थियो। त्यस बापत मेरो आमा चाहिँ यहाँ लिङ्सेमा पिआइसी सेन्टर थियो, फ्यामिली चाइल्ड वेलफेयर सोसाइटी भन्ने एउटा सेन्टर थियो। त्यसमा चाहिँ मातृ शिशु कमिटी भन्ने एउटा गभर्मेन्टको एउटा संस्था थियो। त्यसमा चाहिँ ग्राम सेविका हुनुहुन्थ्यो। त्यस्ताका म सानोमा यतै बस्दै थिएँ र आमासँगै बस्दै थिएँ। पछिबाट म फेरि यसरी बस्दा बस्दै मैले कालिम्पोङको कुमुदिनी स्कुलमाबाट पनि मैले शिक्षा अर्जन गरेँ। पछिबाट घुमजोरबाट म यहीँ लिङ्से ग्राम पञ्चायत अन्तर्गत पितामचिनमा सानो जमिन लिएर फुलको खेती गर्न लागेँ। त्यस्ताका मैले चाहिँ फ्लोरिकल्चर गर्न स्टार्ट गरेँ। रिदुङ लगायत अलगा यो भेकमा सर्वप्रथम मैले फ्लोरिकल्चर गरेर अर्किड लाइब्रेरीहरू लार्ज स्केलमा गरेँ। त्यस पश्चात मैले सिक्किममा इन्टरनेसनल फ्लावर सो पनि भएको थियो। भण्डारी सरकारको टाइममा बिपिसी गभर्मेन्ट अफ इन्डियाको प्राइम मिनिस्टरलाई इन्टरनेसनल फ्लावर सोको लागि उद्घाटनको लागि बोलाएको थियो। त्यहाँका मैले पनि अर्किड फन्डहरू र डिफ्रुटहरू एक्जिबिसनमा लगेको थिएँ र मैले अर्किडमा फर्स्ट प्राइज पाएँ। त्यस्तै डिफ्रुटमा पनि फर्स्ट प्राइज र स्टोन कलेक्सनमा सेकेन्ड प्राइज पाएँ। तपाईँले यो यस्तो यो स्टोनहरूको भयो है, यस्तो यो जराहरूको चाहिँ कहिलेदेखि चाहिँ तपाईँले यसरी यो मतलब यो यसलाई राख्नु थाल्नुभयो? यो चाहिँ म सानै जति बेला म स्कुलहरू पढ्थेँ त्यो टाइमदेखि नै मैले अलिअलि कलेक्सन गर्दै लगिरहेको थिएँ। स्कुल टाइमदेखि भनेपछि तपाईँलाई इच्छा थियो यस्तो सबै कलेक्सन गर्ने। अनि यो तपाईँले ढुङ्गाहरू जुन ढुङ्गाको कलेक्सन छ त्यो चाहिँ तपाईँले कता कताबाट चाहिँ गर्नुभएको? जस्तै मैले ठुल्ठुलो फरेस्टतिरबाट अन्त खोलाहरूबाट ल्याएर चाहिँ कलेक्सन गर्थेँ। त्यो ढुङ्गाको केही अरू महत्त्व पनि छ कि? त्यो चाहिँ आर्टिस्टिक भयो। आर्टिस्टिक भयो। त्यसबाद मैले यही लिङ्सेमा फेरि सेरिकल्चर अनि फुलकोबाट मात्रै कति सम्भव नभएको हुनाले अनि सेरिकल्चर गर्नको लागि रेशम विभागसँग मैले सम्पर्क गरेर रेशम पनि उत्पादन गरेँ। मैले नै यस पुरानो पद्धतिमा धान मकैबाट मात्रै मान्छेलाई पैसा रुपियाँको त्यति राम्रो आमदाम नहुने भएर हामीले साइन्टिफिक तरिकामा रेशमको खेती पनि गर्न स्टार्ट गरेँ। सेरिकल्चर बोर्डको प्रयासमा लिङ्सेमा झन्डै 250 घरले यो रेशम खेती उत्पादन गर्दै लग्यो। लगायत अहिले हालैमा चाहिँ हामीले इको टुरिज्म अर्थात् भिलेज टुरिज्म अहिले गरिरहेको छौँ। अहिले हालै हामी अहिले 40 घर जस्तो चाहिँ होमस्टे गर्दै आइरहेको छौँ र विशेष हाम्रो यो सिक्किम बोर्डर भएको हुनाले हाम्रो सिल्क रोड लगायत हामीले जस्तै मैले ट्रेकिङ पनि गराउने गर्दछु र अहिले हाम्रो जति पनि एजुकेटेड पर्सनहरूलाई भने जस्तो सर्भिसहरू भएको छैन। हाम्रो प्रत्येक घरमा नै मास्टर गरेको हामी स्टुडेन्टहरू पाउने गर्छौँ र अहिले गभर्मेन्टले इम्प्लोइमेन्ट सर्भ गर्न सकेको छैन र हाम्रो बेकारी रहेको भाइ बहिनीले पनि अहिले प्रत्येकले नै यही टुरिज्मलाई नै उहाँले अप्नाएर यसलाई भविष्यमा बढाउने उहाँहरूको पनि कोसिस छ र हाम्रो एउटा सोसाइटी पनि छ, एउटा टिटास भन्ने एउटा हाम्रो सोसाइटी छ। यसमा हामी सबै जोडेर बेला बेला हामीले अवेरनेस क्याम्पहरू पनि गर्ने गर्छौँ र टुरिज्म डिपार्टको मान्छेहरू पनि उहाँ स्टाफहरू पनि आउनुहुन्छन्। तर हाम्रो विशेष यस दार्जिलिङ कालिम्पोङ भेगमा चाहिँ गभर्मेन्टको त्यति साह्रो केही पनि हामीलाई फेसिलिटीहरू चाहिँ भएको छैन र हामी स्वयं आफ्नै आफ्नै निर्माणमा चाहिँ यस उद्योग अपनाइरहेको छौँ। विशेष यहाँको विशेषता चाहिँ लिङ्सेको विशेषता चाहिँ के छ भने हाम्रो ठिक यहाँदेखि 7 किलोमिटर माथि मुलखर्का लेक भन्ने छ। यो मुलखर्का लेक चाहिँ वर्ल्डमा यस्तो एउटा दुईवटा मात्रै पाइन्छ। एउटा चाहिँ माछापुच्छ्रे पोखराको, सेकेन्डमा यो हाम्रो दार्जिलिङको भने चाहिँ हाम्रो मुलखर्का लेक। यसको विशेषता यसको खुबी चाहिँ के छ भनेदेखि यसको चाहिँ त्यो माउन्टेनको रिफ्लेक्सन चाहिँ हामीले पोखरीमा हेर्न सक्छौँ। प्रकारले मुलखर्का लेकदेखि अझै 4 घन्टाको बादमा गयो भने एउटा रचेला भन्ने ठाउँ छ। रचेलामा तपाईँको झोरपोखरी भन्ने त्यहाँ 2टा पोखरी छ। अनि यो मुलखर्कादेखि केही अगाडि गएपछि नेउरा नेसनल पार्क पनि छ। अर्को चाहिँ यो
सिक्किम नजिक भएको हुनाले आरिटार नजिक भएको हुनाले यहाँबाट सिल्क रुट पनि नजिक पर्छ। सिल्क रुट जस्तै नथुला जलुक हामी जान नजिक पर्छ र विशेष यहाँ लिङ्सेको अर्को कुरो चाहिँ के छ भने यहाँ पुरानो 100 वर्ष अगाडि करिब 200 वर्ष अगाडिकोहरू गुम्बाहरू मन्दिरहरू पाइन्छ र यहाँ एउटा संस्कृत कलेज लेभलको पनि कलेज छ। यो अहिले दार्जिलिङ डिस्ट्रिक्टमा कहीँ पनि छैन। संस्कृतमा चाहिँ यो एउटा कलेज छ, संस्कृत विश्वविद्यालय भन्छ। यहाँ पहिला चाहिँ स्टुडेन्टहरू भुटान, काठमाडौँ, नेपाल, सिक्किमबाट स्टडी गर्नुको लागि यस संस्कृत पाठशालामा पनि आउने गर्छ र यहाँ धेरै पुरानो गुम्बा मन्दिरहरू पनि छ। What do you have to say about with day 2 of our exploring मुलखर्का? म चाहिँ यति भन्न चाहन्छु हामीले धेरैवटा कुरा सिक्न पाएँ। यो कुराहरू हामीले सिकेको पनि थिएन, कतिवटा कुरा हामीलाई थाहा पनि थिएन हो। हाम्रै बिचमा यस्तो जग्गा रहेछ हैन, बट नो वान वाज क्युरियस इनफ टु लुक इन्टु दिस इन डेप्थ हैन। यस्तो यो चाहिँ हामीले जस्ट ग्लिम्स मात्रै दिएको। So for future research might be coming from our side or might be from your side. Yeah, it was such a wonderful day. Very productive, very insightful, I must say. And one thing that I learned आजको डेबाट there are so many hidden gems के जसले it's supporting a lot of things. The base, the base we tend to forget sometimes is the foundation of tourism, the foundation of how people started exploring the मुलखर्का lake. That was all, हामी त्यो बेसमै अनि जसले गर्नुभएको थियो उहाँलाई नै it was our wonderful opportunity, God's grace भनौँ है, lucky enough to meet him. Not everybody has this. We being out here, territory divide गरेको छ हामीलाई, saying like we are from this state, that state भनेर, but then over its mother earth अनि the beauty of nature चाहिँ हामी यहीँको मान्छे भएर हामीले गर्न सकेको छैन रहेछौँ. People from like many places they are coming here and exploring. So all I have to say is wonderful day, and we must take heed of what holds हाम्रो छेउछाउमा पनि क्या. Too much of talking, but we're calling it a day off. Let's see what tomorrow holds. अन्तिम दिनको तित्तोपन मनमा राख्दै हामी उकालो चढ्दै मुलखर्का लाग्यौं. सबैले माम भनेर सम्बोधन गरेका कारण हामी पनि माम कहाँ पुग्यौं. कहीँ जन्मेबाट उता पाहाडमा सोलुमा जन्मेको हो. 7 वर्षमा आएको नेपाल उता सोलु खुम्बु उता सोलु खुम्बु भनौँ न. अब 7 वर्षमा आएको म यता हिँडेर आएको नि. नेपालबाट उता सोलुबाट हिँडेर आएको. म यता आउँदा हिँडेरै आएको त. गाडी चाहिँ कालेबुङदेखि भेटेको हामीले. यस्तो भएको गाडी देख्दाखेरि के देख्यो जस्तै. अन्त हामीले उता चाहिँ भन्थ्यो गाडी चाहिँ त्यो चक्का चाहिँ फोटोमा हुन्थ्यो. अन्त म चाहिँ भन्थेँ त्यो चक्का जस्तोमा हिँडेर अब बिल्डिङ पल्टिँदाखेरि भित्र मान्छे कस्तो हिँड्छ होला जस्तो लाग्थ्यो. पिसी त होइन छ नि त. अब के जान्नु होइन. म चाहिँ एउटा मसिनो उहिलेको दरीको कम्बल हुन्थ्यो नि, त्यो कम्बल 2टा बोक्नु सक्ने पनि थिएँ नि त यता. अन्त त्यति बोक्ने सक्ने थियो. आयो आउँदा जहाँ भोक लाग्यो, जहाँ पानी भेट्यो, अन्त पिठो बोक्थ्यो, छुर्पी बोक्थ्यो, अन्त कराई बोक्थ्यो, डफी बोक्थ्यो, दाबिलो हाम्रो त्यति बोक्थ्यो. अन्त आफूफालमा छैन जुगा. अन्त भरे कहाँ पानी भेट्छ, अन्त हो त्यहाँ आयो. अन्त त्यहाँदेखि कराईहरू, दाबिलोहरू, डफीहरू साथसाथै बोकेको हुन्थ्यो.
अन्त त्यो बोकेपछि अन्त पानी भेटेपछि त्यहाँ चुलो थाप्यो अन्त त्यहाँ पानी तताउने ढेँडो बाँड्थ्यो अन्त त्यो रस बनाउँथ्यो छुट्टीको अन्त पिठो आफैले बोकेको हुन्थ्यो अन्त ढेँडो बाँड्थ्यो खान्थ्यो त्यहाँदेखि सबै सरपसिप गरेर सनाउसिनिङ गरेपछि त्यहाँदेखि फेरि हिँड्थ्यो अब हिँड्दा हिँड्दा कहाँ रात पऱ्यो अब गाउँ भेट्दैन भनेपछि त्यही घरमा बास बसेर हो त्यसो गरेर आएको नि त निकै दिन लाग्यो होला तपाईँलाई कति 21 दिन 21 दिन चाहिँ अब यस्तो त्यो यस्तो छ्यापारेर सुन्नेर यो खालको भएको थियो एक दिन चाहिँ बिसायो हामी नसकेर त्यति बेलाको जमानामा जुत्ता चप्पल थिएन यहाँ कहाँ जुत्ता चप्पल म 15 वर्षमा जुत्ता लगाएको छिराउँथेन पनि गँथेन हौ अहिले गँथ हौ फेरि यही खुट्टा खाली खुट्टा हिँड्ने पहिला त यहाँ गोठ बस्नु आउँथ्यो नि त त्यही त मूल खर्का भन्ने गरेछ हौ मूल खर्का अरे नि मूल के गोठको खर्का चाहिँ यो अरे नि त त्यसो गर्दा मूल खर्का राखेको अरे हौ पुरा आउँथ्यो नि पहिला गोठ पहिला पुरा थियो अरे तर मलाई थाहा थिएन हो त्यो चाहिँ तपाईँले देख्नु भएन मैले देखेन त्यो गोठ खर्का भएर म आउँदाखेरि चाहिँ 4-5 घर चाहिँ भइसकेको थियो अन्त यहाँ त ठुलो खर्का थियो अरे खेती त लाउँथ्यो अरे अन्त सबैको गाई बेला हुन्थ्यो अरे अन्त बारिङै बार बार्थ्यो अरे अन्त आफ्नो आफ्नो एरिया चाहिँ खेती लाउने बोरी चाहिँ बार बार्थ्यो अरे अन्त गाईहरू कसकोहरू सबै यहीँ आउँथ्यो अरे अन्त टक्टु बेलुका भएपछि त्यो गाई त्यहीँ चरनमा खर्कामा आउँथ्यो अरे आएपछि चाहिँ बेला पारेर त्यो बारभित्र हालेर थुनिराख्थ्यो अरे अन्त बिहानै आएर फेरि त्यो बार खोल्थ्यो त्यो चाहिँ किन भनेदेखि मलाउनुको लागि मलको लागि अब त्यो किलो गाडेर सकिँदैन हो अन्त हो त्यसो गरेर चाहिँ खेती लाउँथ्यो अरे यहाँ आलु लाउँथ्यो अरे पहिला त आलु मात्रै हुन्थ्यो नि उहाँसँग पनि आफ्नै इतिहास छ आफ्नै कथा आफ्नै आमाबाट सिक्नु भएको सिप हामीलाई पनि साट्नुभयो र हाम्रो जितको क्षणमा आमा जस्तै हर्षित हुँदै उहाँले हाम्रो अन्तिम दिनको तितोपनलाई खुसीमा परिणत गरिदिनुभयो र यही नै हो मूल खड्काको एक झलक